कहाँ जाने भनेर केही नै प्लान गरिरहेको होइन। त्यही भएर पहिला लन्च खान जाउँ, लन्चको लागि बाहिर लन्च खान गएर त्यसपछि अनि एक्वेरियम जाने कि भन्ने प्लान चाहिँ मेरो हो। अब हेरौँ के हुन्छ। पहिला लन्च खान चाहिँ जाँदैछौँ। अनि आज के खाने भने नि टुक्को चाहिँ छैन है फेरि। हामी ठ्याक्क रेस्टुरेन्टमा आइपुग्यौँ। खुल्छ रहेछ न्यू दिल्ली रेस्टुरेन्ट। अब यहाँ चाहिँ हामी खाना खान्छौँ, लन्च गर्छौँ अनि त्यसपछि हेरौँ कता कता गइन्छ। ठ्याक्कै दिल्लीको भाइस आउने खाले छ छुट्टी भएर आएको। हामीले चाहिँ अब चिकन बिरयानी र अब गार्लिक नान खाने विचार गऱ्यौँ। हेर्छौँ कस्तो आउँछ खाना। हाम्रो पापडले चाहिँ कम्प्लिमेन्ट्रीको रूपमा आएछ। अनि त्यसपछि बिरयानी, अनि बिरयानीसँग राइता, लन्च स्पेसल होला जस्तो। अनि त्यसपछि नान, गार्लिक बटर नान एन्ड चिकन करी। स्पाइसी चाहिँ कतिको छ बवाल। लेट मी स्टार्ट विथ द बिरयानी। म चाहिँ पहिला बिरयानी चाख्छु। यस्तो रहेछ। खाना पनि खाइयो आज पनि। अब चाहिँ हामी बिस्तारै लाग्छौँ। के भन्छ, खाना चाहिँ मिठै थियो। सबै राम्रो सफा चाहिँ ठिक्क मिठो लाग्यो खाना। रेस्टुरेन्ट पनि आइराखिन्छ। यो चाहिँ अहिले चाहिँ हामी पुजिबा स्क्वायर सबै कन्स्ट्रक्सन चलिरहेको। अनि यहाँबाट चाहिँ हार्ट अफ सेन्ट पल भनौँ न, सेन्ट पलको मुटु भन्दा नि हुन्छ। अहिले कन्स्ट्रक्सन चलेर केही पनि छैन, नयाँ रिनोभेसन गरिरहेको छ। यो चाहिँ पुजिबा बिच। यहाँको भ्यूहरू चाहिँ एकदम राम्रो छ। आज वेदर पनि एकदमै क्लियर, राम्रो रहेछ वेदर। अब हामी चाहिँ एक्वेरियमतर्फ बिस्तारै लाग्छौँ। त्यही जाने हो, नजिकै छ। जङ्गल जस्तो छ। तर यताबाट माथिबाट जान नि मिल्छ। बाटो नै हो, तर अलि झार्छ बाटो। म चाहिँ यताबाट हिँड्यो भने नेपालको भाइ आउँछ।
एक्वेरियम चाहिँ यो देखिरहेको चाहिँ एक्वेरियम हो। अब हामी यहाँ पुगेपछि म देखाउँछु तपाईँहरूलाई एक्वेरियमको भ्यूहरू अनि सबै कुराहरू देखाउँछु। घाम आएर होला फुलहरू नि यस्तो राम्रो देखिन्छ। फुल सधैँ राम्रो नै हुन्छ। यो चाहिँ एक्वेरियमको भ्यू हो। एक्वेरियम यहाँ छ, यो चाहिँ इन्टरनेसनल एक्वेरियम। अब हामी यसको भित्र पनि जाने हो। अब चाहिँ हामी ठ्याक्कै एक्वेरियम आइपुग्यौँ। पछाडि देख्न सक्नुहुन्छ यो एक्वेरियम हो। अब हामी यसको भित्र जाने। एक्वेरियमको भन्ने चाहिँ म सिनहरू देखाउँछु तपाईँलाई। ठ्याक्कै म चाहिँ अहिले इन्टरनेसनल के भन्छ एक्वेरियमको अगाडि छु, माल्टाको। अब भित्र जाने कति पैसा भन्दो रहेछ। टिकट काटेर आज भिड टन्नै रहेछ। रेस्टुरेन्ट पनि फुल छ अनि एक्वेरियम पनि एकदमै फुल छ। यो चाहिँ by cash please. So हामी चाहिँ दुईजनाको लागि पे गर्न लगाएको अनि 3380 भन्दैछ। कस्तो पैसा तिर्दा त माया लागेको हो। Can I get the receipt please? यो चाहिँ हाम्रो टिकट दुईजनाको 3380 बिल। You can take photos but no flash. Okay. Yeah, even the video? Yeah, but with no flash. Okay. Fish have no eyelids, so when you try to like it. Okay, no problem. Again. Thank you so much. फाइनली गाइज हामी चाहिँ एक्वेरियमभित्र छौँ। पैसा सैसा सबै तिरिसक्यौँ। 30 कति 38 80 38 80 लागेको थियो अनि 33 हो कि 38 हो कोही मैले सबै बिर्सेँ। एनिवे जे भए पनि हामी एक्वेरियमभित्र अहिले चाहिँ एकदमै डार्क छ। अब भित्र जाम के भन्छ फ्ल्यासहरू हान्न मिल्दैन अरे एक्वेरियमभित्र। त्यही नै हो। म अब बिस्तारै बिस्तारै तपाईँहरूलाई सबै थोक देखाउन ट्राई गर्छु ल। माछाहरूको चाहिँ खासै नलेज छैन मलाई। खतरो माछा हो। कति ठुलो माछा।
माछा हो कि के हो किलो कति ठुलो रहेछ मैले एकचोटि समाएर पनि थियो यो फिसिङ गर्दाखेरि परेको थियो यस्तो डर लागेर जेलीफिस लाइटिङले गर्दा है क्या कस्तो राम्रो देखिएको है जेलीफिसहरू पनि त्यही त है एकदमै साइलेन्ट सबै जेलीफिसहरू यो चाहिँ सिहर्स यिनीहरूले बच्चा अन्डा के अरे बच्चा दिन्छ क्या बच्चा दियो भने यति धेरै दिन्छ एकैचोटिमा त्यस्तो हुन्छ यो सियर्स चाहिँ यहाँनिर छ अक्टोपस जस्तो सानोमा पनि सुत्ता सुत्ता छेर्ने गरे अक्टोपस यो फिस थाहा छ तपाईँहरूलाई एउटा कार्टुन आउँथ्यो नि मिमो कि के भन्नु मिमो समथिङ के छ हौ त्यो कार्टुनको नाम यही फिसको यही फिस हो कस्तो क्युट छ फिस यस्तो त्यो कुनै सिपभित्र छ जस्तो पो छ त यसमा के प्रन्सहरू रहेछ श्रिम्प्स झिङ्गे माछा भन्छ बच्चाहरू पनि होइन सिसा कति बाक्लो है हेर न यति बाक्लो छ सिसा मात्र यति बाक्लो छ सिसा मात्र कस्तो डर लाग्यो के होला के छ यसको नाम सर्पो रहेछ है सर्पहरू ल्याएर रहेछ यहाँ सर्प मन सबभन्दा डर लाग्यो यसमा चाहिँ के छ कहाँनिर लुकेर बसेको हुन्छ थाहा छैन ए सर्प नै रहेछ के लुकेर बसेको छ देखा पनि छैन Guys, just so you know, on 4 minutes we feed our piranhas on 10:45. Okay. Huh? अनि होइन त्यो फोटोहरू खिच्न मन लाग्छ भने एउटा ठाउँमा माछालाई चारो भन्दैछ अरे चारो भन्दा
Kevin. Sort of translator between piranha and human so that you can understand what's happening during the film. You can see that our piranha are starting to move very happily and very menacingly because they know that they will receive a bit of food more or less in this moment. And in fact right now is arriving the food. Those are pieces of squids. We also have sometimes to give them pieces of mussels. And everything is marinated into garlic. Because guys, garlic is very good as an antibacterial agent. So we give them garlic to make the food safer. And we also add garlic because it's a good immune system booster. So our animals will be much better by eating in this way. And so guys, every time you want to know what the animals will eat, you just have to move around and take a look and use your sense of smell so you will understand what we are feeding or not feeding. Right now they took a bit of food. You will see them moving around up and down to scavenge a little bit. In 2 minutes probably will arrive a second round of food. And, sorry guys, sorry. Okay. In 2 minutes we'll arrive a second round of food, and then you will see the second. You see them eating and not understanding anything. For example, if I decide to make beautiful lady, and everything inside the water, on the left way. On the left way. They will not eat them. Because piranhas are not the monsters that we see in movies. That's something that the piranhas came from the sea. They're not from the sea, guys. Piranhas are freshwater mammals. And plus, those kinds of animals are not the same fish as fish. The movies. In fact, if we enter in the water, the piranhas will come outside. We don't think about that. 1, 2, 3, 4, 5, even 6. So piranhas are scandals. In fact, in a normal situation, especially after they're eaten, they will not attack humans. The problem will start if they start to starve on starvation. Happens when piranhas are in the dry season. Because guys, they live in a river called Rio Negro. This river becomes way bigger when there is a lot of rain, and way smaller when there is no rain. So when there is no rain, they will sometimes get trapped. Guys, if we are in a place like that, many people will try to come away the water. Anyway, they will not. हामी चाहिँ अब एक्वेरियमभित्र नै डिप एक्सप्लोर भनेर एउटा सेक्सन रहेछ त्यहाँ लिफ्टहरू खोलेर जाने त्यहाँ गएर हेर्छौँ हामी कस्तो हुन्छ भनेर अब हेरौँ है त के थाहा हो सिपको हो कि के थाहा यो चाहिँ हाम्रो के भन्छ अरे सबमरिनको एक्सपिरियन्स गराउनु भएको पानीभित्र छौँ है अहिले सबमरिन पानीभित्र छौँ पानीको माथिको यो साइडको हेर्नु
peaceful. Speedly attack हालेको now. डर लाग्यो त्यस्तो रहेछ झन् कस्तो मजा है अहिले चाहिँ हामी बाहिर आइसकेका छौँ अलिकति नयाँ एक्सपिरियन्स भयो फुल एक्सप्लोर गर्न पाइयो एक्वेरियम लास्ट टाइम पनि म आउँदाखेरि चाहिँ यस्तो विधि पुरै एक्सप्लोर गर्न पाएको थिइनँ भित्रभित्र पनि जानु पाएको थिइनँ अनि अहिले चाहिँ सबै ठिक घुमियो यहाँ पसलहरू पनि छ एक्वेरियम छैन कताबाट जाने हो कताबाट निस्किने थाहै भयो एनिवे गाइस अब आजको लागि यति नै हुनेछ हाम्रो भिडियो अब नेक्स्ट भिडियोमा नयाँ ठाउँहरू एक्सप्लोर गरेर देखाउन ट्राई गर्छु थ्याङ्क यू फर वाचिङ अब नेक्स्ट भिडियोमा भेटौँ है त